तिमीलाई प्राइज भएको छ चिलाएपछि नगनाउनु चोला खाऊ न सेन होइन भाइ मैले पादेको हो मैले पादेको भन्थ्यो हेलो गाइस नमस्ते हजुरहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा आज पनि हामी फेरि बुकबग लिएर आएको छौँ आज चाहिँ अरू बेलाकै जस्तो मोमो नै लिएर आएको छौँ अनि आज चाहिँ पोर्क मोमो हो हाम्रो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनु होला अनि नयाँ हुनुहुन्छ भने अनि सब्सक्राइब पनि गर्नु होला लाइक सेयर कमेन्ट अब हामी सुरु गर्छौँ फेरि साथ दिनु होला मलाई चाहिँ अलिक रुगा लागेको छ अनि यो अब रुगामा यो चिसोले रुगा निको पार्नुपर्छ औषधि चाहिँ यही हो ल खाऊ ल ओके ल फर्स्ट बाइट ल है त पोर्क मोमो एकदम मिठो भएको छ वाउ अलि अचारमा नुन कम हो कि अनि ठिकै लाग्यो मलाई चाहिँ तपाईँ पनि मागौँ त ठिक छ माथि माथि खाऊ ल मोमो चाहिँ एकदम मिठो भएको छ म भन्ने चिज जति खायो त्यति खाउ खाउ लाग्ने कि तलै बुझा त पानी परेको परे चिसो भएको है त्यही भएर मोमो खाएको हामीले चाहिँ देशी डुबानमा छ सतर्क भएर बस्नु होला तपाईँहरू चाहिँ अलिक सतर्कता साथ सतर्क बनाएर बस्नु होला तिमी के भन्नु न के भन्नु म त्यस्तो केही भन्नु ठुल्ठुल बोटा नै त्यस्तो केही ओभर नै आउँदैन के भन्नु के तपाईँले जे भन्नुभयो त्यही हो मेरो भने काठमाडौँमा त पानी कम भएको छ नि तापु भएको नि त उता गाउँतिर त पानी परेको छ अरे कति बिजो गएर होला बाटोतिर त्यही भएर दसैँमा जानु मन पर्दैन कि मलाई गयो भने निकै लामो समय बस्न जान्छ जहिले दसैँमा त पानी पर्छ नि त त्यसरी बस्नै पाइँदैन नि त बच्चाहरू स्कुल लाग्छ के हुन्छ आउनु परिहाल्छ बिचमा त्यही भएर माथि हिउँदमा ठिक्दा खाएको जाडो बिदा हुन्छ बच्चा त नगेर गयो 6-7 दिन बस्यो होइन न पानीको डर न केहीको डर अलिअलि अब जाडो चाहिँ हुन्छ त्यही त चाडबाडमा चाहिँ अब सबैको छुट्टी मिल्छ नि त अहिले लामो समय त्यही भएर पनि हो कि सबैजना भेटघाटमै जाने हो प्रकृतिले के गर्छ प्रकृतिको अगाडि केही लाग्छ त कसैको भन्नु न कसैको केही लाग्छ त
डेलिसियस के भन्छ हौ गर्ने ठिक्क फेरि एक गाँसो छ नि त ममा खाँदा माइलो दाइ ज्यादा खान्छ माइला डनको जे खाए पनि गम होइन चिम्का मलाई त्यस्तै गरेर खानु मनपर्छ कि मिठो भएपछि मिठो कुरा खानु गम गम खाऊ बनाएको घाँटी पो कराउँछ त हौ मासु खानु पाइन्छ भन्थ्यो पहिला पहिला मासु नै खाँदैछु फेरि मासु धेरै नखा भन्ने होला ऊ चाहिँ नि पाइल्स भएको त थियो छिटो धेरै मासु नखा भनेको नि तिमीलाई पाइल्स भएको छ पाइल्स भएको भने पाइल्सको सङ्केत चाहिँ छ नि त ए त्यस्तो कुरो नगरी खाने बेला आयो हामी चाहिँ जहिले पनि प्रायः जस्तो खानु रुचाउने चाहिँ ममा पोर्कै हो है पोर्कको मात्रै खान्छु प्रायः जस्तो अरूको त खै मस्यौराको खाएको जस्तो लाग्छ नि त पोर्क चाहिँ अलिक मिठो लाग्छ पोर्क भने बस्नु मिठो हुन्छ नि तर प्रायः खानु भने चाहिँ हामी पोर्कै खान्छौँ कहिले काहीँ हामी चाहिँ पिस पनि खानु त खाइन्छ तर त्यस्तो हुँदैन एक एक बोटको अचार लिएर बसेछु निकै ठुल्ठुलो बोटको अचार तर खाइसकिने अचार चाहिँ मभन्दा धेरै अचार खाइयो खै बल गराइ तपाईँ बल गर्नु न के मलाई चाहिँ बल गराइ भन्नु छ है पुरा ठुलो भयो त्यस्तै बनाएको कोही सानो कोही ठुलो बनाउनु त बनाएको चट केटासले खान नसकिने क्या सुरुमा कफ टिप्यो कुखुराले मकै टिप्यो जस्तो अन्तिममा गएपछि हो अन्तिममा चाहिँ नसकिने क्या त्यही रफ्तारमा अहिले यस्तो कुप्रो परेको थियो होला सुरुमा अहिले नखाउँदै गएपछि यस्तो तनक्क सिधा भएर होला खट्टो चिलायो मलाई चाहिँ पायस भयो भन्दाखेरि तिमीलाई घिन लाग्दैन तिम्रो कन घिन लाग्दैन चिलाएपछि नगर्नु चोला खाऊ न खानु लास्ट मोमो है साथीहरू चेन्जै छैन अचम्मै बुझा कुरा गर्छ यो मान्छे त यसपछि तिमी खाऊ न ल राजा छमलाई पो दाइ दाइ तपाईँले कुन सेन्ट लाउनुहुन्छ भन्दाखेरि सेन होइन भाइ मैले पादेको भन्थ्यो त्यस्तो मैले पनि पादेको भन्नुको त बुढी बुढी बुढीले खायो पप ल साथीहरू हामीले चाहिँ सबै मोमो खाइसक्यौँ हाम्रो भिडियो यहाँसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला अनि अन्तिममा सब्सक्राइब पनि गर्न नबिर्सिनु होला भन्दै आज चाहिँ हामी छुट्टिन्छौँ अर्को भिडियोमा हामी फेरि पनि भेट्नेछौँ त्यति जेललाई अहिले हामी छुट्टिन्छौँ के भन्न लागेको थियो केही नै त्यस्तै सही हो भनेको ल छुट्टिन्छौँ बाई बाई नमस्ते